फेरि पनि कुवेतमा घटना घटेछ। टिकटक लाइभमा एकदमै फोरी छाडा शब्दहरू बोलेर बस्थ्यो। सबैले चिन्नुहुन्छ निरु बेबी भनेर हैन। त्यही छाडा शब्दहरूले गर्दा त्यही फोरी शब्दहरू बोलेर टिकटक लाइभमा बसेको कारणले गर्दा सबैले चिन्छ है निरु बेबी को हो भनेर। अब यही टिकटक लाइभले निरु बेबीको ज्यान लियो, सक्यो। टिकटक लाइभमा बस्दा बस्दै एउटा भतुवासँग लभ परेछ। अब लभ परिसकेपछि हैन मायाले संसार थाम्दैन भनेछ, माया अन्धो हुन्छ भने जस्तो माया अन्धो भइदियो। अनि त्यो केटाले हैन लल्लाई फकाइ गरेर 4-5 लाख पैसा कप्लक्कै खाइदिएर घर न घाटको बनाएपछि चाहिँ निरु बेबीले आफ्नो ज्यान त्याग्न, प्राण त्याग्न बाध्य भइन् र यसरी आफ्नो प्राणलाई त्यागिन्। अब त्यो केटाले कडा भन्दा कडा सजाय भोग्नु पर्छ हैन। जे जस्तो भए पनि हैन यहाँ कुवेतमा घरमा काम गरेर अरबिकहरुको भाँडा मस्काएर कमाएको पैसा त्यसरी त्यसले खाना मिल्छ। फेरि त्यसको पनि घरमा बुढी रहेछ, बालबच्चा रहेछ। अब यो निरु बेबीको पनि घरमा बुढा थिएछ, बालबच्चा थिएछ। अब उनीहरूको सम्बन्ध त के हो त्यो थाहा भएन हैन। तर पनि छोराछोरी थियो, छोराछोरीको लागि सोच्नु पर्ने थियो। आफूले गरेको गल्तीहरूलाई हैन स्वीकारेर चाहिँ सुध्रेर चाहिँ राम्रो बाटोमा हिँड्नु पर्ने बेलामा चाहिँ अहिले यसरी केटाको कारणले गर्दा जिन्दगी ड्यामेज बनायो, गयो, सक्यो। अब है त्यही टिकटकले गर्दाखेरि चाहिँ निरु बेबीको जिन्दगी सक्यो हैन। यो घटनाबाट चाहिँ सबैजना नेपाली दाजुभाइ दिदीबहिनीहरूले पाठ सिक्नुपर्छ। कसैको पनि विश्वास नगर्नु आज भोलिको जमानामा हैन। फेसबुकमा टिकटकमा भेट भयो भन्दैमा ए बुढी भन्यो, बुढा भन्यो, बेबी डार्लिङ हैन, ज्यानु स्यानु भनेर बोल्यो भन्दैमा नि यसरी पैसा दिने काम, झिचाउने काम चाहिँ कसैले पनि नगर्नु। लास्टमा आएर यो निरु बेबीको जस्तै हालत हुन्छ। अब निरु बेबीको आत्माले शान्ति पाओस्, त्यो केटालाई कडा भन्दा कडा कारबाही हुनुपर्छ, यही भन्न चाहन्छु।